फाइनल्ली गाई जाँदा म पनि इलाम माई खोलामा देवी उत्पन्न भएको ठाउँमा आइपुगेको छौँ है। आज भातीभारा दर्शन गरेर फर्किँदै गर्दाखेरि हामी यहाँ पनि छिरेर दर्शन गर्दै जाने भनेर चाहिँ हामी सबै परिवार यहाँ आएर दर्शन गरेर हामी निस्केको अवस्था है गाइज। मैले यो सानो भिडियो बनाएको छु माई खोलामा। यही हो पाथिभरा आमा उत्पन्न भएको ठाउँ। हामी पनि आज फाइनल्ली सक्सेस भयो। दर्शन गर्न आउने इच्छा थियो, म त्यही भएर आज चाहिँ खुसी भएको कारणले मैले आज सानो भिडियो बनाएर हालेको छु। सबैजनाले दर्शन गर्नुहोला। इलाम माई खोला पुल हो यो चाहिँ पाथिभरा आमा उत्पन्न भएको ठाउँ। सबैजनाले माया गरिदिनु होला। हाम्रो भूमि भनेकै हाम्रो सबै देवी देवताहरूको स्थान भएको ठाउँ हो। त्यसै कारणले सबैजनाले हाम्रो पुर्खादेखि चलिआएको रीतिरिवाजलाई कसैले पनि भुल्न हुँदैन भन्ने धारणाले मैले यो सानो भिडियो बनाएको छु। सबैजनाले माया गरिदिनु होला। टाटा बाई बाई।